मेरो पास जुत्ता किन्ने पैसा दिन सर म त कट्टुमा आएको सर नेपालबाट कट्टु लगाएर इन्डिया छिर्नु भयो 700 को भाडा माग्नु भयो हैन आज यो करोडौँको मालिक बन्नु भएको तपाईँ आइदिनु भएकोमा खुसी लागेको छ यति धेरै खुसी छु कि तपाईँहरू यहाँसम्म आइदिनु भयो पत्रकार भोजराज थापा राजीव खत्रीलाई बेला भारतको चण्डीगढमा राजेश चौधरीको पैसाको मालासहित सम्मान होटलमा यो रात्रिकालीन भवनमा पनि प्रवासी नेपालीहरू एकदम खुसी थियो भयो राजेशजी जानुस् धेरै धेरै धन्यवाद हजुरलाई चाइनिजबाट लेखाएको थियो नाम के लेखाएको थियो किङ चाइनिज बल भनेको मतलब कटौरा कटौरा हाम्रो डब्बुमा नेपाली इङ्ग्लिसमा बल भन्छ नेपालीमा कचौरा राजाको खाने कचौरामा हामी यति बेला आएका छौँ किङ चाइनिज बलमा यो चाहिँ कुन ठाउँमा छ चण्डीगढ सिपी मल सेक्टर 68 मुवाली चण्डीगढको एयरपोर्ट एकदमै शुभकामना है तीन भाइ चाहिँ यतै हो तीन भाइले सात भाइमध्ये तीन भाइ होटल व्यवसाय यो एउटा अरू पनि सुरु गर्छ अरू दुईटा होटल त्यहाँ अरू बन्दैछ राम्रो गर्नुभएको छ जम्नु भएको छ होइन अब परदेशमा मात्र धेरै गर्ने होइन अब स्वदेशमा फर्किनु नेपालमा पनि सोचेको छु मैले काठमाडौँ नेपालमा यही व्यवसाय गर्नुहोस् म फटिएर तपाईँको प्रचार गरिदिन्छु राम्रो एउटा युवाले यतिको नेपालमा गर्यो भने धेरै राम्रो होइन नेपालमा त कति गर्वको कुरा लगाउनुहोस् तपाईँ जस्तो युवा निस्केर देश डुब्यो के फर्किन पर्यो नेपाल सर मैले त सोचेको छु सब नेपालमा सम्पत्ति छ उतै छ मन त उता लोन पनि मिल्छ सबै चिज मिल्छ सहकारी संस्थामा पनि पैसा राख्दैछौँ सबै गर्छौँ होइन उतातिर राम्रो गरौँला भनेर उतैतिर सबै सम्पत्ति जोरे के अहिले इन्डियामा त एउटा घर मात्रै बनाएको छु के घर चाहिँ बनाइसक्नु इन्डियामा घर छ एउटा मात्रै बनाइराखेको छु नेपालमा अलिअलि मात्रै जोड्छ एउटा मात्रै गाडी छ एउटा मात्रै गाडी छ होइन अर्को गाडी तपाईँको लगनशीलता तपाईँको मेहनत दुःखले आर्जेको चिज हो होइन कसैको चोरेको कसैको खुसीको होइन ल अब यही व्यवसाय नेपालमा देख्न पाइयोस् म त्यही भन्न चाहन्छु र जति पनि चण्डीगढवासी नेपालीहरू हुनुहुन्छ हाम्रै नेपाली दाजुभाइको यति राम्रो होटल व्यवसाय रहेछ रेस्टुरेन्ट रहेछ अब तपाईँहरूले चाइनिज खाना खान पर्यो भने पनि अन्य टेस्टहरू लिनु पर्यो भने कोरियन पनि छ ल अब तपाईँहरू आइदिनु होला खाइदिनु होला मिठो टेस्ट लागेर पछि पनि आइरहनु होला एकचोटि चाहिँ कस्तो टेस्ट रहेछ त भनेर एकचोटि आइदिनु हङकङको मोमोस पनि हङकङको आज तपाईँलाई मैले हङकङको मोमो टेस्ट गराउने हो जे सबै खाना सुसी पनि जापानिज कोरियन अनि रामेनहरू कोरियाको यति टेस्टी हुन्छ सर त्यो जापानीको सुसी मिठो भन्ने त्यही हो बहुत मन पराउँछ यहाँ त सर बेटिङ हुन्छ सर हो एक घन्टा अघि 2 घन्टा पहिले फोन गर अनि आइज भन्छ त्यस्तो हुन्छ हजुर अर्को आउटलेटमा जान्छ सर फुट्टाइराख्नु राजीव सर हेरेको हेरी पनि मलाई झुमिन्छ मान्छे किङ आयो भन्छ के हो हजुर चौधरी राजेश चौधरी भन्छ सर्टकटमा किङ आयो भन्छ किङ आयो भन्छ रमाइलो हुन्छ तपाईँ मान्छे नै रमाइलो हुनुहुँदैछ त्यो बोलीबाटै थाहा भयो है
त्यो तपाईँ आइदिनु भएकोमा खुसी लागेको छ। यति धेरै खुसी छु कि तपाईँहरू यहाँसम्म आइदिनु भयो। म त बहुत दुःख गरेर यहाँसम्म आएँ सर। के भनौँ तपाईँहरूलाई 700मा काम गर्दैछ महिनाको 700 थियो। मेरो त मेरो सामुन्ने भाडा गएको भयो क्या मेरो सामुन्ने भाडा गएको भयो यहाँ अनि यसले हेर्नु 1500 कम गरेर यहाँ 20-25 वर्ष मेरो पास जुत्ता किन्ने पैसा थिएन सर। म त कट्टुमा आएको सर। नेपालबाट भारत आउने बेला सबैभन्दा सुरु के काम गर्नुभयो? म भाडामा चाहिँ सर कति रुपियाँमा? 700 महिनाको 700 एक महिनाको। अनि अर्को महिनादेखि म सहयोग गरेँ मालिकलाई कि म भाडा मार्न सक्दैन, म त राम्रो काम गर्छु, मलाई आफ्नो दोकानको जिम्मा दिएँ भने मैले त्यसको दोकानको जिम्मा लिएँ होइन। 2 वर्षसम्म खुब चलाएँ, त्यसले घर बनाएँ राम्रो। मलाई पनि रहर लाग्यो या म साहुले राम्रो घर बनाएँ, म पनि यस्तो गर्न सक्ने रहेछु, म क्षमता छ भनेर मैले भोट यो पोइन्टको कुरा हो यो चाहिँ एकदम पोइन्टको कुरा हो। नेपालबाट कट्टु लगाएर इन्डिया छिर्नु भयो, 700 को भाडा माग्नु भयो होइन। आज यो करोडौँको मालिक भन्नुभयो। यो सबै दर्शकहरू नेपालीहरूको सही सपोर्ट अनि यहाँको मान्छे पनि मलाई रमाइलो मानेर राम्रो टेस्ट गरिदियो। ठिक छ तिमी चाहिँ राम्रो काम गर्छ भन्छ आइरहेको छ। तपाईँको बोली स्टाइलमा होइन, बोलीमा स्टाइलमा एउटा रमाइलो पनि मिसिया छ कि। अनि हेर्दाखेरि कतै कतै ऱ्याप हाल्न सक्नुहुन्छ कि जस्तो हल्का आफ्नो बिहामा आफै नाचेर भाइरल भएको आफ्नो बिहामा अब हेरौँ न